नमस्ते। आज म हजुरहरुलाई खसीको पक्कु बनाएर देखाउने छु। यसको लागि चाहिने सामानहरु मैले आधा केजी खसीको मासु लिएकी छु। पक्कु बनाउनको लागि चाहिँ मासुको पिस अलिक ठुलो हुनुपर्छ। ल्वाङ सुकमेलको धुलो, जिरा धनियाको पाउडर, बेसार, रातो धुलो खुर्सानी, तोरीको तेल, नुन स्वाद अनुसार र तेजपत्ता। सबैभन्दा पहिला यो मासुमा ल्वाङ सुकमेलको धुलो बाहेक सबै मसला यसमा राखौं। नुन र खुर्सानी चाहिँ स्वाद अनुसार राख्नु होला। यो तेल चाहिँ 100 ग्राम सानो बटुकाको आधा बटुका जति मैले राखेकी छु। अब यसलाई मजाले मिक्स गरेर 15 मिनेटको लागि त्यतिकै छाडिदिम। पहिला मेरो मम्मीले चाहिँ कसौडीमा बनाउनु हुन्थ्यो पक्कु। कसौडीमा चाहिँ अलिक धेरै टाइम लाग्ने हुनाले मैले चाहिँ आज प्रेसर कुकरमा बनाएर देखाउने छु। सबैभन्दा पहिला थोरै तेल राखौं यसमा र तेजपत्ता। अब यो मसला मिक्स गरेको मासु राखौं। यसलाई चाहिँ हल्का छोपेर सानो आगोमा 15 मिनेट जति पकाउनु पर्छ। 15 मिनेट पछि यसलाई मजाले चलाएर यसको बिर्को लगाइदिम। पक्कु बनाउँदा आगो चाहिँ सानै हुनुपर्छ। आफूलाई कतिको नरम खानु मन लाग्छ त्यही अनुसारले सिटी लगाउनु होला। 3-4 सिटी भए पुग्छ यसलाई। अब यो लगभग पाकिसक्यो। अब लास्टमा ल्वाङ सुकमेलको धुलो राखौं र एकछिन यसलाई पकाऊं। अब हाम्रो यम्मी पक्कु तयार भयो। हजुरहरुले पनि बनाएर खानु होला। हाम्रो फेसबुक पेज पनि छ। हजुरहरुले त्यहाँबाट पनि हाम्रो अपडेटहरु पाउनु हुनेछ। लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, ह्याभ अ नाइस टाइम।